Hello everyone. Hope everyone is doing well, and I would like to welcome everyone to my YouTube channel Amrit's Medlife. It's me, Amrit Paziar, currently studying in Dhaka Medical College and Hospital. I am BBS student, a fourth year MBBS student. So it's kind of a breaking news that I would like to share everyone of you. It's the news that currently about hour or 2 hour ago, it's like DGME has published, DGME here in Bangladesh has published the government uh, college list or government list for the MBBS student for foreign country. सो चाहिँ जुन चाहिँ अब फोरेन स्टुडेन्ट्सहरू जुन चाहिँ अब यता एडमिसन अथवा एमबिबिएसमा जुन लिस्ट निकालेको छन् उनीहरूको लिस्ट चाहिँ एकैचोटि निकाल्छन् के इट्स नट लाइक नेपालको एकचोटि निकाल्यो, इन्डियाको एकचोटि निकाल्यो, पाकिस्तानको एकचोटि निकाल्यो. सो डिजिएमईले के गर्छन् भन्दाखेरि सबै कन्ट्रीहरूको लिस्ट एकैचोटि निकाल्छन्. त्यो चाहिँ त्यसमा चाहिँ सार्क कन्ट्रिज, त्यसपछि नन सार्क कन्ट्रिज, त्यो सबै लिस्टहरू चाहिँ एकैचोटि निकाल्छ. र त्यो लिस्ट चाहिँ आज चाहिँ भर्खर प्रकाशित भएको हो. त्यो लिस्ट हेर्दाखेरि एउटा कुरा मलाई के राम्रो लाग्यो भन्दाखेरि जुन लास्ट इयर जस्तो केही चलखेल भएको छैन के. जुन लास्ट इयर चाहिँ 10जनालाई कहाँबाट केबाट कसरी लागेको थियो त्यो चाहिँ एकदम कन्सर्न थियो कि मेबी दिस टाइम अल्सो अराउन्ड द्याट समथिङ सिमिलर इज गोइङ टु ह्यापन. बट त्यस्तो चाहिँ केही भएन के. त्यस्तो नभएको कारण अब जुन चाहिँ 19जनाको जुन एमइसीले मेडिकल एजुकेसन कमिसन अफ नेपालले जुन चाहिँ लिस्ट निकालेको थियो त्यही 19जनाको नै त्योमा लिस्ट छ. बट यसको एउटा अब डिसएडभान्टेज अथवा ड्रब्याक्स यो लिस्टको मलाई यो लाग्यो चाहिँ त्यो लिस्ट छ मसित. त्यो लिस्ट म तपाईँहरूलाई पढेर सुनाउँछु कसको नाम के छ भन्दाखेरि. किनभने मैले यस्तो युट्युब बनाउँदाखेरि इट्स नट लाइक कि मलाई धेरै केही युट्युबमा आउँछ भनेर स्लाइड सोहरू योहरूमा चाहिँ मलाई केही आउँदैन. इट्स जस्ट लाइक म भिडियो त्यस्तै बनाउँछु इन्फर्मेसनको लागि, जुन चाहिँ तपाईँहरूलाई यहाँ आउनको लागि, बङ्गलादेश पढ्नको लागि त्यो चाहिँ हेल्पफुल होस् भनेर. सो त्यो लिस्टमा एउटा ड्रब्याक मलाई के लाग्यो भन्दाखेरि अब जुन अनुसारको लिस्ट छ, एमइसीको जुन अनुसारको लिस्ट थियो, जो चाहिँ सुरुको जसको ऱ्याङ्क अगाडि थियो उनीहरूलाई चाहिँ डिजिएमईले लिस्ट निकाल्दाखेरि उनीहरूको चाहिँ पछाडि गरिदिएको छ. त्यसै गरी जसको चाहिँ पछाडि जुन लिस्ट एमइसीले निकाल्दाखेरि जसको नाम चाहिँ पछाडि थियो लिस्टमा उनीहरूको चाहिँ अगाडि गरिदिएको छ. त्यसले मेन प्रब्लम यो भयो भन्दाखेरि कि त्यसले गर्दाखेरि अब जसलाई ढाका मेडिकल कलेज एन्ड हस्पिटल जुन चाहिँ बङ्गलादेशको नम्बर 1 कलेज मेडिकल कलेज, एमबिबिएस पढ्ने चाहिँ नम्बर 1 कलेज हो जुन चाहिँ म पढिरहेको छु, त्यसमा चाहिँ एडमिसन नभएर उनीहरूको चाहिँ अब जसको 1 नम्बरमा छ उसको 9 नम्बरमा चाहिँ डिजिएमईले जुन लिस्ट निकालेछ त्यसमा छ. अब त्यस कारणले गर्दाखेरि अब जसलाई ढाका मेडिकल कलेज पढ्नुपर्ने त्यसलाई चाहिँ अब शहीद सरवर्दी मेडिकल कलेज पढिरहेछ. सो इट्स काइन्ड अफ ड्रब्याक. किन भयो, के कारणले भयो त्यो मलाई थाहा भएन. अब जसलाई थाहा हुन्छ आई डोन्ट नो के कारणले भयो. केही फेरि योमा चाहिँ अब कसैले केही गर्यो कि जस्तो कि कलेज प्रमोसनको लागि अब मलाई ढाका मेडिकल कलेज नै चाहिन्छ भनेर कसैले केही गरेको होला कि त्यो सब कुरा मलाई थाहा छैन. बट एउटा खुसीको यो कुरा छ कि लास्ट इयर जस्तो चाहिँ त्यस्तो चाहिँ केही चलखेल कसैको जुन आउट अफ लिस्ट नाम आएको छैन. सो द्याट्स अ प्लस पोइन्ट. अब योले चाहिँ के बुझिन्छ भन्दाखेरि अब चाहिँ एमइसीले अब यो चाहिँ कोअर्डिनेसन राम्ररी भएको छ के. डिजिएमई जुन बङ्गलादेश सरकार, त्यसपछि नेपाल सरकारको यो चाहिँ फोरेन मिनिस्ट्रीहरूबाट चाहिँ यो कुरामा चाहिँ राम्ररी इट्स काइन्ड अफ अन्डरस्ट्यान्डिङ भएको छ. त्यसै कारणले गर्दाखेरि त्यो चाहिँ त्यस्तो कसैको नाम बिचमा घुसाउने अथवा आउट अफ लिस्ट मान्छेको नामहरू आइहाल्ने डिजिएमईमा जुन लास्ट इयर भएको थियो त्यस्तो केही भएको छैन. सो अब यो लिस्टमा लिस्ट अनुसार अब
लिस्ट अनुसार हेर्दै जाँदाखेरि सुरुमा नाम रहेको छ रितेश कारक, त्यसपछि प्रवेश पौडेल, त्यसपछि पद्मानव मिश्रा, यिनीहरूलाई चाहिँ ढाका मेडिकल कलेज अलर्ट भएको छ। त्यसपछि अनिश कुमार सातेली, सुशील यादव अनि समाता दोतेल, यिनीहरूलाई चाहिँ सर सलिमुल्ला मेडिकल कलेज अलटमेन्ट भएछ। त्यसपछि शुभम न्युपाने, विश्वनाथ घिमिरे, त्यसपछि यशवीर गुप्ता, यिनीहरूलाई चाहिँ शहीद सरवर्दी मेडिकल कलेज अलटमेन्ट भएको छ। त्यसपछि चाहिँ विमान चौधरी, शैलेश शर्मा, उदय सेट्टी, सिलाल, यिनीहरूलाई चाहिँ मयमनसिंह मेडिकल कलेज अलटमेन्ट भएछ। त्यसपछि विवेक भट्ट, ओजस्वी श्रेष्ठ, कत्यायनी झा, यिनीहरूलाई चाहिँ म्याग ओस्मानी कलेज सिलेट अलटमेन्ट भएछ। त्यसपछि पुष्पा कुमारी यादव, एमडी अरसद खान, यिनीहरूलाई चाहिँ रङपुर मेडिकल कलेज अलटमेन्ट भएछ। त्यसपछि रक्सार बेगम, ओम हरि केवट, यिनीहरूलाई चाहिँ शेरे बङ्गला मेडिकल कलेज बरिसालमा अलटमेन्ट भएको छ। सो यो 19जनालाई ह्युज कङ्ग्रेचुलेसन्स। तपाईँहरूले चाहिँ यहाँ एमबिबिएस पढ्नको लागि जुन स्कलरसिप तपाईँहरूले पाउनुभयो उसको लागि धेरै नै हार्दिक शुभकामना म आफ्नो तर्फबाट व्यक्त गर्न चाहदछु। बट अब त्यही लिस्ट चाहिँ अब यता एमइसीले हेर्दाखेरि, एमइसीको लिस्ट हेर्दाखेरि सुरुमा चाहिँ एस वीर गुप्ता, उसलाई चाहिँ उसको 365 ऱ्याङ्क छ। अब उसले चाहिँ खासमा ढाका मेडिकल कलेज पाउनुपर्ने हो, किनभने टप 3 विद्यार्थीलाई, टप 3 स्टुडेन्ट्सलाई चाहिँ ढाका मेडिकल कलेज चाहिँ अलटमेन्ट हुनुपर्ने कुरा, यो चाहिँ हाम्रो पालामा पनि त्यस्तै भयो थियो। जसको चाहिँ टप 3मा थियो उनीहरूलाई ढाका मेडिकल कलेज अलटमेन्ट भएको थियो। बट त्यस्तो नभएर चाहिँ यशवीर गुप्तालाई चाहिँ 9 नम्बर ऱ्याङ्कमा अब हाल लिएको रहेछ। त्यसको कारणले गर्दा उसलाई चाहिँ के भन्छ शहीद सरवर्दी मेडिकल कलेज अलटमेन्ट भएछ। नेभरदलेस अब अलिअलि त दुःख लागेको होला त्यो भाइलाई, बट वाट टु डु, त्यसको लागि चाहिँ अब एमइसीमा गएर बुझ्न सकिन्छ कि के कस्तो भयो भनेर। बट एटलिस्ट यु विल गेट चान्स टु स्टडी एमबिबिएस विथ फुल स्कलरसिप, with full right scholarship. That's I think incredible achievement in a person's life. So त्यसको लागि चाहिँ अब एकचोटि बुझ्न जाँदा हुन्छ, बट आई डोन्ट थिङ्क कि अब केही फरक पर्ला, किनभने डिजिएमईको अब छुट्टै लिस्ट आउँछ। सो इट्स लाइक मनलाई बुझाउनु पऱ्यो कि त्यस्तो केही हुँदैन भने एटलिस्ट आई एम गेटिङ चान्स टु स्टडी एमबिबिएस, त्यहीमा खुसी हुनु पऱ्यो, त्यहीमा रमाउनु पऱ्यो। सो त्यसैले अब योबाट टेकिङ चाहिँ के लिन सकिन्छ, फर्दर प्रोसेस के हो, यसमै लेखेको छ डिजिएमईको लिस्टमा चाहिँ कि 15 जुन 2025मा चाहिँ एडमिसन गराइहाल्नु पर्ने। सो इट्स अ प्लस पोइन्ट, किनभने यता पनि लोकल स्टुडेन्टहरूको चाहिँ कलेजहरू स्टार्ट भएको छैन। सो यु विल बी एबल टु जोइन विथ द वाट टु से लोकल स्टुडेन्ट। त्यसको कारणले गर्दा तपाईँहरूको चाहिँ एउटा पनि कोर्स छुट्ने भएको छैन। जुन पहिलाको स्टुडेन्टहरूलाई चाहिँ यहाँ मर्का पर्थ्यो कि पहिलाको स्टुडेन्टहरूलाई यो चाहिँ 1-2 महिना चाहिँ त्यो कोर्स पछाडिन्थ्यो के। बट अब लास्ट इयरदेखि यस्तो छ कि केही कोर्स पछाडि पर्दैन, जुन चाहिँ लोकल स्टुडेन्टहरूको स्टार्ट हुन्छ त्यही टाइममा हुन्छ। सो अब यो कुर्बानीको बिदा पनि आउन थालेछ। सो इट विल बी लाइक आफ्टर द ओपनिङ अफ स्कुल कलेजेस आफ्टर कुर्बानी, यो कुर्बानी सकेर जुन चाहिँ कलेजहरू लाग्छ त्यसपछि नै चाहिँ तपाईँहरूको पनि यो एडमिसन हुन्छ। सो इट्स लाइक तपाईँहरू पनि त्यही टाइमभित्र आइहाल्नु होला के, आफ्नो आफ्नो रेस्पेक्टिभ कलेजमा गएर चाहिँ तपाईँहरू एडमिसन गराइहाल्नु होला। बिकज कहिलेकाहीँ यु नेभर नो कि तपाईँ टाइममा आउनु सक्नु भएन। र अब चाहिँ एमइसीले पनि केही प्रब्लम गर्दैन एनओसी दिनमा अथवा इक्विभ्यालेन्ट गराउनमा, किनभने इट्स लाइक जुन नोटिस उनीहरूले जुन एमइसीले प्रकाशित गरेको थियो त्यही नोटिसमा चाहिँ डिजिएमईले पनि त्यही नोटिसमा लिस्ट निकालेको छ। सो यु विल बी इजिली टु गेट द्याट एनओसी एन्ड एभ्रिथिङ। अनि तपाईँहरूले अब यो चाहिँ एमइसीमा गएर फर्दर प्रोसेसको लागि के कस्तो छ
what to do next, equivalent गराउनु पर्छ, के गराउनु पर्छ, NOC, this that, it's like a procedure, it's time taking process. त्यसपछि भिजा लगाउनु पर्यो, बाङ्लादेश एम्बेसी जानु पर्यो, एम्बेसीमा गएर पनि बुझ्नु होला के गर्नुपर्छ भन्दाखेरि यु सुड बी एक्टिभ के। जस्तो सिनियरहरूलाई सोद्धाखेरि, यता बस्ने मान्छेहरूलाई सोद्धाखेरि भन्दा पनि तपाईँहरूले दुईवटा काम गर्नुहोस्। एउटा चाहिँ एम्बेसीमा जानुहोस्, अनि चाहिँ अर्को चाहिँ MECमा गएर सोध्नुहोस् कि अब के गर्ने, वाट्स द नेक्स्ट स्टेप। सो इट्स लाइक इट विल बी गुड फर यु। र यति भन्दै आजको टपिक यतै सिध्याउँदैछु। अझै टपिकहरू पनि आउँछ तपाईँहरूलाई, के कस्तो यता आएपछि डिफिकल्टिज, ड्रब्याक्स, यताको के छ, कस्तो छ सिचुएसन, यो त्यो कुराहरू कुरामा तपाईँहरूलाई अवश्य नै नेक्स्ट चाहिँ भिडियोजहरू बनाउने नै छु, जुन तपाईँहरूको लागि इन्फर्मेटिभ एज वेल एज हेल्पफुल हुनेछ। सो तपाईँहरूलाई इफ अझै कुनै टपिक्सको बारेमा मात्र गभर्मेन्ट नभएर, इफ यु आर वाचिङ एज अ प्राइभेट, जुन चाहिँ यहाँ प्राइभेट मेडिकल कलेजमा आउन लानु भएछ, उहाँहरूले चाहिँ इफ यो भिडियो हेर्नु भइरहेछ भने उहाँहरूले पनि अब के कस्तो टपिकमा भिडियो चाहियो, यु क्यान कमेन्ट अर यु क्यान अल्सो कन्ट्याक्ट विथ मी। मैले सबै भिडियोहरूमा जस्तै सबै भिडियोमा जुन चाहिँ म आफ्नो वाट्सएप नम्बर प्लस चाहिँ यो आफ्नो फेसबुक प्रोफाइलको लिङ्क सबैमा हालेकै हुन्छु। सो यु क्यान रिच आउट टु मी, एन्ड इफ देयर इज एनी क्वेरिज देन अफ कोर्स आई विल बी हेल्पिङ यु। यति भन्दै thank you very much for watching the video till the end, and if you like this video, if there is you get help or bit information about here, so you can do subscribe this channel, like, comment, and then you can also share this video to the ones that may be helpful for them. First, thank you, dhanyavad.